राइट फाइनेन्शियल एकाउन्टिङ यो चाहिँ थ्योरी च्याप्टर भयो। यो चाहिँ हाम्रो 6 मार्क्समा आउने चान्स चाहिँ हुन्छ। 5 मार्क्समा चाहिँ एउटा आउने चान्स हुन्छ कि त कस्ट एकाउन्टिङको ठाउँमा चाहिँ फाइनेन्शियल एकाउन्टिङको इम्पोर्टेन्स कि त लिमिटेसन भनेर सोध्न सक्छ। तर यो चाहिँ भेरी सर्टमा चाहिँ आउने फिक्स भयो कि योबाट आउने चाहिँ। अब फाइनेन्शियल एकाउन्टिङ भनेर चाहिँ हामी सबैलाई थाहा छ, त्यो इन्कम स्टेटमेन्ट बनायो नि हामीले, त्यो सबै चाहिँ फाइनेन्शियल एकाउन्टिङभित्र चाहिँ पर्छ कि। अब फाइनेन्शियल एकाउन्टिङ इज द ब्रान्च अफ एकाउन्टिङ विच इज mainly concerned with the ascertainment of financial position of the company, firm, organization भन्ने एउटा। अब यो फाइनेन्शियल एकाउन्टिङ भनेर चाहिँ एउटा ब्रान्च अफ एकाउन्टिङ भयो कि। अब ब्रान्च अफ एकाउन्टिङमा हाम्रो तीनटा छ नि, कस्ट एकाउन्टिङ, फाइनेन्शियल एकाउन्टिङ, त्यसपछि अर्को एकाउन्टिङ फर एनजिओ एउटा थियो उसलाई। अब त्यसलाई चाहिँ साइडमा राखौँ। अब यसको यो छ नि फाइनेन्शियल एकाउन्टिङको मेन अब्जेक्टिभ भनेको चाहिँ एउटा कम्पनीको फाइनेन्शियल पोजिसन चाहिँ डिटरमाइन गर्नु हो कि, एसर्टेन गर्नु हो। In other words, it tends to find out total assets owned and total liabilities owed and the stockholders' equity for accounting period. एउटा एकाउन्टिङ पिरियड हुन्छ नि, त्यसको भित्र चाहिँ एउटा कम्पनीले चाहिँ कतिवटा एसेट होल्ड गरेको छ अनि कतिवटा लायबिलिटिज चाहिँ बाँकी छ, अनि त्यसको स्टक होल्डर्सको चाहिँ कतिको सेयर इक्विटी छ, त्यसलाई चाहिँ डिटरमाइन गर्ने काम गर्छ क्या फाइनेन्शियल एकाउन्टिङले। अब यसको फिचर्स भनेको छ नि, यो चाहिँ 1 मार्क्समा आयो भने चाहिँ हामीले 2टा पोइन्ट लेख्नुपर्छ कि त 5 मार्क्समा आउन सक्छ। त्यसरी चाहिँ 5वटा पोइन्ट लेख्नुपर्छ। यहाँ चाहिँ 4वटा मात्र एभेल गरिदिएछ मैले चाहिँ। Features. Financial statements are expressed in monetary terms, ignores human value and its aspect. अब यो फाइनेन्शियल स्टेटमेन्टहरू छ नि, यो सबै चाहिँ पैसाको भ्यालुमा चाहिँ एक्सप्रेस हुन्छ कि। यसले त्यो मान्छेको त्यो एस्पेक्ट भयो, भ्यालु भयो, कन्ट्रिब्युसन, त्यो सबले चाहिँ इग्नोर गरेको हुन्छ। अब चाहिँ इट रिकर्ड्स अफ ट्रान्ज्याक्सन आर बेस्ड अन हिस्टोरिकल ट्रान्ज्याक्सन। जति रिकर्ड हाम्रो हुन्छ नि फाइनेन्शियल एकाउन्टिङमा, अहिले रिकर्ड भयो नि, त्यो भनेको चाहिँ हाम्रो हिस्ट्री भइसक्यो कि। अब 10 रुपियाँको सामान बेच्यो नि, त्योबाट आउने त्यो 10 रुपियाँको पैसा चाहिँ त्यो भइसक्यो, इट इज हिस्टोरिकल। त्यस्तो ट्रान्ज्याक्सनहरूलाई मात्रै रिकर्ड गर्छ यसले चाहिँ। अब चाहिँ इट इज प्रिपेयर्ड बेस्ड अन डबल एन्ट्री सिस्टम। त्यो डबल एन्ट्री सिस्टम हुन्छ नि, एउटाको पोजिटिभ भयो भने चाहिँ उताको नेगेटिभ हुने, पोजिटिभ हुने, त्यही इक्वल टाइप अफ के भन्छ त्यसलाई, रियाक्सन भएको, त्यस्तो सिस्टमको आधारमा चाहिँ यो बेस हुन्छ कि। लाइक एसेट बढ्छ नि, दुईवटा ठाउँमा एन्ट्री हुन्छ नि, क्यास बढ्यो, क्यास एकाउन्ट बढ्यो, अनि एसेटको नि एकाउन्ट बढ्छ नि, त्यस्तोलाई चाहिँ डबल एन्ट्री सिस्टम बनायो। अर्को चाहिँ इट इज प्रिपेयर्ड विदिन अ स्पेसिफिक एकाउन्टिङ पिरियड। फाइनेन्शियल स्टेटमेन्ट छ नि, नर्मली हेर्ने हो भने चाहिँ 1 वर्षभित्र बनाउँछ कि, 1 इयरभित्र चाहिँ एउटा एकाउन्टिङ पिरियड हुन्छ नि, त्यो कम्पनीको डिसिजनभित्र नि पर्छ। एउटा चाहिँ गभर्मेन्टले नै लिगली यो पिरियडभित्र चाहिँ फाइनेन्शियल स्टेटमेन्ट बनाऊ भनेर चाहिँ कम्पनीहरूले भनेको हुन्छ। द्याट्स द फिचर्स अफ फाइनेन्शियल एकाउन्टिङ। अर्को भनेको चाहिँ इम्पोर्टेन्स कि द अब्जेक्टिभ। यसको फर्स्ट छ टु मेक फ्युचर डिसिसन्स एज पर एक्सपेन्सेस एन्ड इन्कम इन्कर्ड। जति नै हाम्रो खर्च र इन्कमहरू भइसकेको हुन्छ नि, त्यसको आधारमा चाहिँ फ्युचर डिसिसन चाहिँ बनाउन सजिलो हुन्छ कि यहाँबाट। सेकेन्ड छ टु ट्र्याक डाउन द क्यास फ्लो इन द अपरेसन, इन्भेस्टमेन्ट एन्ड फाइनेन्सिङ थ्रु द रिकर्ड्स बुककिपिङ। बुककिपिङ गर्छ नि, त्यतिखेर चाहिँ कतिवटा ट्रान्ज्याक्सन भएको छ भनेर थाहा हुन्छ है हामीले फाइनेन्शियल स्टेटमेन्टबाट कि। त्यसको मतलब कतिको क्यास आएको छ, कतिको क्यास बाहिर गएको छ, त्यो चाहिँ ट्र्याक गर्ने काम गर्छ क्या फाइनेन्शियल स्टेटमेन्टले चाहिँ। लाइक अब कतिको नेट क्यास फ्लो हुन्छ नि, कति कम्पनीले होल्ड गर्छ, त्यसलाई चाहिँ डिटरमाइन गर्न चाहिँ हेल्प गर्दछ यसले चाहिँ। अर्को चाहिँ टु प्रिपेयर लिगल स्टेटमेन्ट इन केस अफ प्रेजेन्टिङ इट टु द ट्याक्स अफिसेस। अब ट्याक्स अफिसेसहरूले चाहिँ तेरो इन्कम कति छ भनेर कम्पनीलाई देखाउँछ नि, त्यसले चाहिँ हामीले एउटा लिगल स्टेटमेन्ट चाहिन्छ कि, जुन चाहिँ हाम्रो फाइनेन्शियल स्टेटमेन्ट भयो नि, त्यस्तो बनाउन चाहिँ हाम्रो फाइनेन्शियल स्टेटमेन्टले चाहिँ हेल्प गर्दछ भनेर छ। टु प्रिपेयर लिगल स्टेटमेन्ट इन केस अफ प्रेजेन्टिङ इट टु द ट्याक्स अफिसेस। अर्को चाहिँ टु एट्र्याक्ट द इन्भेस्टर एज द फाइनेन्शियल स्टेटमेन्ट सोज द ओभरअल पर्फर्मेन्स अफ द बिजनेस। एउटा कम्पनीको फाइनेन्शियल स्टेटमेन्ट छ नि स्ट्रङ, एकदमै बलियो राम्रो छ भने चाहिँ बाहिरको त्यो इन्भेस्टरहरू चाहिँ इन्ट्रेस्टेड भएर त्यो कम्पनीमा चाहिँ इन्भेस्ट गर्न खोज्छ कि। इफ इट इज पोटेन्सियली गुड देन इन्भेस्टर्स आर एट्र्याक्टेड। यदि त्यो कम्पनीको चाहिँ फाइनेन्सियल स्टेटमेन्ट राम्रो छ भने चाहिँ त्यो कम्पनीको चाहिँ एउटा पोटेन्सियल चाहिँ देखाउँछ क्या मार्केटमा। अब त्यो पोटेन्सियल देखाउनुको मतलब अब इन्भेस्टरहरू चाहिँ एट्र्याक्ट हुन्छ त्यसमा चाहिँ। अर्को छ लिमिटेसन अफ फाइनेन्शियल स्टेटमेन्ट, फाइनेन्शियल एकाउन्टिङ। यो सबै हाम्रो भर पऱ्यो नि, त्यो फिचर भयो, इम्पोर्टेन्स, लिमिटेसन, यो 5 मार्क्समा आउने गर्दछ कि। यसलाई चाहिँ हामीले अलि धेरै लेख्नुपर्छ, अहिले चाहिँ बुझाइदिएको, यसलाई नै तन्काएर लेख्नुपर्छ। अब त्यो चाहिँ इन्डिभिजुअल स्किल भनिदिउँ, त्यो आफ्नै ठाउँमा ल।
लिमिटेसन्स इट ओन्ली रिकर्ड्स हिस्टोरिकल ट्रान्ज्याक्सन। अब यो कसरी लिमिटेसन भयो भन्नुपर्दा चाहिँ नि अब जे भएको त्यो ट्रान्ज्याक्सन सबै चाहिँ हिस्टोरिकल हुन्छ कि त्यो चाहिँ फ्युचर हुँदैन अरे। यसले चाहिँ पछि पोसिबल एस्टिमेसन रेभेन्यूहरू चाहिँ त्यो डिटरमाइन गर्न चाहिँ हेल्प गर्दैन भने यसको मिनिङ चाहिँ। अर्को चाहिँ इग्नोर्स ह्युमन कन्ट्रिब्युसन एफोर्ट टाइम म्यानेजमेन्ट ओन्ली कन्सर्न्स विथ मोनिटरी भ्यालु। अब फाइनेन्सियल एकाउन्टिङ भनेको चाहिँ मेन कन्सर्न भनेको त्यो पैसाको भ्यालुको आधारमा हुन्छ कि यसले ह्युमन कन्ट्रिब्युसनलाई चाहिँ इग्नोर गर्दछ। एफोर्ट टाइम म्यानेजमेन्ट त्यसलाई चाहिँ इग्नोर गरिदिन्छ कि। अर्को भन्छ इट ओन्ली प्रोभाइड समरी अफ द ट्रान्ज्याक्सन नो डिटेल्स इन्फर्मेसन अफ ट्रान्ज्याक्सन। त्यो ट्रान्ज्याक्सन हुन्छ नि अब फाइनेन्सियल स्टेटमेन्ट भनेको चाहिँ समराइज भएर एउटा फाइनेन्सियल स्टेटमेन्ट बनेको हो कि त्यो चाहिँ इट्स द समरी अफ अल ट्रान्ज्याक्सन्स। यदि एउटा सेयर होल्डरलाई चाहिँ त्यसको डिटेल इन्फर्मेसन चाहियो भने चाहिँ त्यसलाई त्यो पाउन अलिक गाह्रो हुन्छ भनेर। अर्को भने चाहिँ इट क्यान हेल्प टु एज सर्टेन प्राइस लेभल अफ कमोडिटिज। अब यसले छ नि हाम्रो फाइनेन्सियल एकाउन्टिङले मेन थाहा पाउने भनेको चाहिँ प्रफिट भयो क्या। प्रफिट कतिको प्रफिट चाहिँ कमाएको छ एउटा कम्पनीले। अब त्यसले चाहिँ नि कतिको त्यो प्राइस लेख्नुपर्छ भन्छ नि प्राइस लेभल अफ कमोडिटिज कति रुपियाँमा बेच्नुपर्छ त्यस्तोमा चाहिँ केही नै योगदान गर्दैन भन्छ। इट क्यान हेल्प टु एसर्टेन प्राइस लेभल अफ कमोडिटिज। त्यही भयो। अब इन्कम स्टेटमेन्ट हामीले अब 3टा स्टेटमेन्ट बनाउनुपर्छ नि इन्कम स्टेटमेन्ट मल्टी स्टेप होस् कि फाइनल एकाउन्ट। यसमा चाहिँ नि इन्कम स्टेटमेन्ट भने चाहिँ यस्तोको भित्र चाहिँ हामी ट्रेडिङ एकाउन्ट पिएल एकाउन्ट पर्छ कि। अब ट्रेडिङ एकाउन्ट भन्छ नि कहिले 1 मार्क्स आयो भने चाहिँ भनिदिने कि ट्रेडिङ एकाउन्ट इज एन स्टेटमेन्ट मेड बाई एन एकाउन्टेन्ट टु डिटरमाइन ग्रस प्रफिट बाई रिड्युसिङ डाइरेक्ट एक्सपेन्सेस विथ डाइरेक्ट इन्कम। यसले एक्सप्लेन मात्र गरिदिनु। अर्को भने पिएल एकाउन्ट भनेको चाहिँ नेट प्रफिट खोज्नलाई चाहिँ हेल्प गर्छ जता चाहिँ इन्डाइरेक्ट एक्सपेन्सेस र इन्डाइरेक्ट इन्कमको चाहिँ डिफ्रेन्सको आधारमा चाहिँ नेट प्रफिट चाहिँ डिटरमाइन हुन्छ। अर्को भने चाहिँ स्टेटमेन्ट अफ रिटेन अर्निङ। यो भने चाहिँ डिस्ट्रिब्युसन अफ नेट इन्कम भयो कि जति नै हामी डिभिडेन्ड भयो ट्रान्सफर डिभिडेन्ड भयो रिजर्भ एक्सेट्रा हुन्छ नि यो सबै चाहिँ कम्पनीको चाहिँ प्रफिट भनेर चाहिँ एजम्सन छ कि तिनीहरू चाहिँ डिस्ट्रिब्युसन बाँड्नुपर्छ नि त्यो सेयर होल्डरलाई त्यसको लागि चाहिँ स्टेटमेन्ट अफ रिटेन अर्निङ चाहिँ युज हुन्छ। अर्को छ हाम्रो क्यास फ्लो स्टेटमेन्ट। अब क्यास फ्लो स्टेटमेन्ट भन्नाले अब बुझ्छ नि क्यास फ्लो कतिको क्यास इन भएको छ अनि कतिको क्यास आउट भएको छ त्यो चाहिँ हामीले यो स्टेटमेन्टले चाहिँ डिटरमाइन गर्ने काम गर्दछ कि। इट इज एन स्टेटमेन्ट प्रिपेयर्ड इन अर्डर टु आइडेन्टिफाई द इनफ्लो एन्ड आउटफ्लो अफ द क्यास रिजल्टिङ इन द नेट चेन्जेस इन क्यास एन्ड क्यास इक्विभ्यालेन्ट अलङ विथ फाइन्डिङ अफ द क्लोजिङ क्यास एन्ड क्यास इक्विभ्यालेन्ट। यो मैले एक्सप्लेन गरेको चाहिँ हाम्रो त्यो क्यास फ्लो स्टेटमेन्ट हुन्छ नि त्यसलाई डिफाइन हानिदिएको कि मैले चाहिँ सजिलो हुन्छ। यो चाहिँ एउटा स्टेटमेन्ट भयो कि किन बनाउँछ प्रिपेयर्ड इन अर्डर टु आइडेन्टिफाई द इनफ्लो एन्ड आउटफ्लो अफ द क्यास। अब कतिको क्यास चाहिँ इनफ्लो भएको छ आउटफ्लो भएको छ त्यो चाहिँ हामीले पत्ता लगाउनलाई चाहिँ यो स्टेटमेन्ट बनाउँछ। जता रिजल्ट हुन्छ नि यसको रिजल्ट भनेको चाहिँ नेट चेन्जेस इन क्यास एन्ड क्यास इक्विभ्यालेन्ट चाहिँ रिजल्ट आउँछ कि त्यसै गरी त्यसको त्यो क्लोजिङ क्यास एन्ड क्यास इक्विभ्यालेन्ट हुन्छ नि कतिको पैसा छ ओभरअल त्यसलाई चाहिँ फाइन्ड आउट गर्न चाहिँ हेल्प गर्छ भने। यसको हाम्रो 3टा एक्टिभिटिज छ अपरेटिङ एक्टिभिटिज इन्भेस्टिङ एक्टिभिटिज र फाइनेन्सिङ एक्टिभिटिज। अब अपरेटिङ एक्टिभिटिज भनेको चाहिँ जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भयो अनि त्यो सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस त्यो इन्कम स्टेटमेन्ट हुन्छ नि त्यो फाइनल एकाउन्टभित्र चाहिँ ट्रेडिङ र पिआर एकाउन्ट त्यो सबै चाहिँ यसको भित्र पर्छ कि। अर्को भनेको इन्भेस्टिङ एक्टिभिटिज भनेको चाहिँ हाम्रो फिक्स एसेट भयो इन्भेस्टमेन्ट भयो तिनीहरू चाहिँ किन्ने र बेच्ने त्योसँग सम्बन्धित हुन्छ कि। यसमा चाहिँ हामीले इन्ट्यान्जिबल एसेट लाइक गुडविलहरू चाहिँ हाल्दैन किनकि त्यो भनेको चाहिँ हाम्रो क्यास सम्बन्धित होइन। इट्स नट रिलेटेड टु क्यास गुडविल इज नट अ क्यास एसेट। अर्को चाहिँ हाम्रो फाइनेन्सिङ एक्टिभिटिज यसको भित्र चाहिँ हाम्रो सेयर क्यापिटल भयो प्रिफरेन्स सेयर भयो डिभेन्चर डिभिडेन्ड रिडेम्सन एक्सेट्रा यो सबै चाहिँ हाम्रो फाइनेन्सिङसँग सम्बन्धित भयो नि यिनीहरू चाहिँ यो एक्टिभिटिजभित्र चाहिँ पर्छ भनेर। नोट ओन्ली क्यास रिलेटेड आर इन्क्लुडेड। अब जति नै हाम्रो त्यो ट्रान्ज्याक्सन हुन्छ नि इफ त्यो चाहिँ क्याससँग कन्सर्न छ भने चाहिँ तिनीहरू चाहिँ क्यास फ्लो स्टेटमेन्टभित्र चाहिँ हामीले इन्क्लुड गर्छ भनेर। द्याट्स इट फर क्यास फ्लो स्टेटमेन्ट। नेक्स्ट वी हेभ वर्कसिट। वर्कसिट यो चाहिँ अब मेनली पास क्वेसनमा हेर्नु भने चाहिँ सोधेको चाहिँ छैन त्यही यो चाहिँ थ्योरीभित्र पर्छ कि फाइनेन्सियल एकाउन्टिङभित्र चाहिँ पर्दछ त्यही नै मैले यो लेखिदिएको। इट इज एन एक्सटेन्सिभ स्टेटमेन्ट अफ एडजस्टेड ट्राई ब्यालेन्स। अब हामीले 11मा त्यो एडजस्टेड ट्राई ब्यालेन्स बनायो नि त्यसमा हाम्रो 3टा हुन्छ नि अनएडजस्टेड एडजस्टमेन्ट एन्ड एडजस्टेड इन्फर्मेसन त्यो 3टाको चाहिँ एउटा एक्सप्यान्डेड भर्जन हो कि जता चाहिँ इन्कम स्टेटमेन्ट भयो स्टेटमेन्ट अफ रिटर्न अर्निङ र ब्यालेन्स सिट यो 3टा चिज चाहिँ जोडेको हुन्छ। इट इज अ रफ वर्क अफ एन एकाउन्टेन्ट टु फेसिलिटेट द एडजस्टमेन्ट एन्ट्रिज एन्ड क्लोजिङ एन्ट्रिज।
जति नै हाम्रो त्यो एडजस्टमेन्ट भयो क्लोजिङ एन्ट्रीहरू बनाउनुपर्छ नि त्यो फाइनल एकाउन्टमा बनाउनु भएपछि अगाडि हामी वर्कसिट बनाउँछ कि तर चाहिँ रफली बनाएको हुन्छ कि त्यस्तो चाहिँ हाम्रो वर्कसिट भनिन्छ इट्स आर अफ देयर आर टु टाइप्स अफ वर्कसिट एउटा चाहिँ 10 कलम भयो 12 कलम 10 कलममा भनेको छ नि यसमा चाहिँ हामी इन्कम स्टेटमेन्ट प्लस ब्यालेन्स सिट मात्र हुन्छ कि 12 कलम भनेको इन्कम स्टेटमेन्ट र हुन्छ अनि ब्यालेन्स सिट पनि हुन्छ त्यसै गरी बिचमा चाहिँ हाम्रो स्टेटमेन्ट अफ रिटर्न अर्निङ यो जोडेको हुन्छ यसको मेन अब्जेक्टिभ भनेको छ नि टु प्रिभ्यू पोसिबल फाइनेन्सियल पोजिसन्स अब हामीले फाइनेन्सियल पोजिसन बनाउनु थाहा पाउनको लागि चाहिँ हामीले ब्यालेन्स सिट बनाउनुपर्छ कि ब्यालेन्स सिट तर हामीले वर्कसिट बनाउँछ नि त्यसको वर्कसिट बनाउनुको मतलब चाहिँ हामीले अगाडि नै थाहा पाउँछ कि कतिको फाइनेन्सियल पोजिसन छ भनेर चाहिँ टु प्रिभ्यू भयो नि प्रिभ्यू पोसिबल कति अगाडि नै पत्ता लगाउन सक्छ हामीले कतिको छ भनेर चाहिँ अर्को चाहिँ टु फेसिलिटेट द एनालिसिस एन्ड रेक्टिफिकेसन अफ एरर्स इन केस हामीले वर्कसिट बनाउँछ नि हाम्रो अगाडि नै थाहा हुन्छ कि कुन एन्ट्री चाहिँ मिस्टेक भएको छ त्यसलाई चाहिँ हामीले रेक्टिफाई गर्न हेल्प गर्छ कि रिकरेक्सन गर्न चाहिँ हेल्प गर्छ भने वर्कसिटको एउटा मेन अब्जेक्टिभ कस्ट एकाउन्टिङ नेक्स्ट भिडियोमा गर्छु यो द्याट्स इट फर फाइनेन्सियल एकाउन्टिङ थ्याङ्क यू निकेश